चाहिँ यता बल खेलेको हेर्नलाई हिँडिरहेको छौँ है। अब के हुन्छ हेर्नुपर्छ। अब गएर एकछिनपछि त्यो बल खेलेको केही लिक्सहरू म हाल्नेछु। टिकटकमा फलो गर्नु र युट्युबमा सब्सक्राइब गरिदिनु होला। यो चाहिँ मेरो अङ्कल भाइहरू हो है। एकैछिनपछि म फेरि लिक्स हाल्नेछु। ल है गाइज, हामी चाहिँ है आइपुग्न लाग्यौँ। यो हाम्रो गाउँको यो चौडी छ क्या एउटा स्कुलको, आइपुग्न लाग्यौँ। अब एकछिनपछि केही लिक्सहरू म पठाउने छु। खेल्दैछन् बच्चाहरू एकछिनै। ल गाइजहरू है, हामी चाहिँ आइसकेका छौँ। क्यामेरा अलिकति छ, एकैछिनपछि लिक्स देखाउने छौँ। अब हामी चाहिँ यहाँ चौडी आइसकेका छौँ। घुर्राहरू छन् क्या यहाँ खेल्नेहरू अनि खेलाडीहरू। यिनीहरूको म भिडियोहरू हालिरहन्छु एकछिनै। अलि मिल्दैन हेर्नुको लागि। अनि यहाँ चाहिँ स्कुलको चौडीहरू छन्। यहाँनिर बच्चाहरू यहाँ म्याच खेलिरहेको छन्। एकैछिनै म एकछिन लिक्सहरू दिइरहन्छु। ल म्याच पनि सुरु भइसकेको छ। एकछिनै यहाँ हेर्दै गर्नु। टिकटकमा फलो र युट्युबमा सब्सक्राइब गरिदिनु होला। यहाँ खेलिरहेको छन् बच्चाहरू, हेर्नलाई आएको। यहाँ घरमा अल्छी लाएर पनि हो क्या। ल है, ल जितिसकेको छ है, जितिसकेको छ। यहाँ शिरपुरले जितिसकेको रहेछ। अब म यहाँ खेल देखाइदिन्छु है। ल यहाँ जितिसकेको छ, यहाँ जितिसकेको छ यिनीहरूले है। हारुवा टिमहरू चाहिँ यतातिर बसिरहेको छ है। अनि अब एकछिनमा अब घरतिर जाने हो। यहाँ एउटा हाम्रो शिरपुरको कोच चाहिँ यहाँ रितेश बाबु रहेको छ है। शिरपुरको ब्याकी र्यामस, त्यसपछि यहाँनिर गोलकिपर है रहेको छ। यहाँ सबै बौलाहरू छ। अनि यसलाई चाहिँ पेनाल्टी हान्न दिएन भनेर रिसाएर बसेको हो। यो बौला छ एउटा। अनि त्यही हो, शिरपुरले चाहिँ जितिसकेको छ है। जितिसकेको छ। ल हामीले चाहिँ जितेर अब हामी घर कालो कालो देखेछ सर। यहाँ ब्राइटनेस कम भयो के। जितिसकेको छ है। ल यही हो चौडी, फुटबल चौडी यही हो। हामी पनि खेल्छौँ यहीँ। महान व्यक्ति भनेको चाहिँ उहाँ देखाइदे। जहिले हामी यहीँ खेलिरहन्छौँ। यही हाम्रो चौडी हो। ल हामी चाहिँ घरतिर हिँडिरहेको छौँ है। घर फर्किरहेको छौँ। यो चौडी बर्पल स्कुलको हो। हेर्न सक्नुहुन्छ यहाँनिर देखाइदेन। ल अब घर गएर ड्याङ सुतेर भात खाइन्छ। सुतेर त होइन। ल इन छ इन। फिर से आ गए रे बाबा, इधर जहर खाने का पैसा नहीं है। तू जा रे जा।